हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ बिहानै उठेर लुगा धुन बसियो। लुगा चाहिँ बिहानै धुन साह्रै मजा लाग्छ है मलाई चाहिँ। त्यस पछाडि किचनमा गएर हेरेको फ्रिज चाहिँ अलि फोहोर रहेछ, त्यसलाई सफा गर्नु पर्यो भनेर फ्रिज हेरेको। फ्रिजमा त धेरै सामान रहेछ। त्यस पछाडि फ्रिजलाई चाहिँ घोटी सफा गर्दै थिएँ। फेरि बिग्रन्छ कि भनेर डर लाग्यो। डराउँदै भए पनि मजाले धुयो। फ्रिज पनि सफा भयो र त्यसलाई सुकाउन छोडिदिए। त्यस पछाडि चुलाको सामानहरू हटाएर चुलालाई धुन थाले। चुला पनि सफा भयो अनि चुला राखिएको ठाउँ सफा गरेर अघि धुएको सामानलाई सुकाउन छोडिदियो। अनि के गरौँ भनेर बसिरहेको थिएँ। मम्मीले चाहिँ सिमल तरुल खन्न जाउँ भन्नुभयो। हो नि त भनेर साइकलमा जान रेडी भएको। साइकलको चाहिँ चेनी बिग्रेको रहेछ। बनाउँदा अनि लागे। त्यहाँ पुगेर मम्मीलाई खोजेको त मम्मी कता जानुभयो। यता हेरेको देख्दिन, उता हेरेको देख्दिन। मम्मी त बिन्दास पारा मामसँग गफ गर्दै हुनुहुँदो रहेछ। अनि लाग्यौँ खेततिर। अनि सिमल तरुल हेर्दै जाँदै थिएँ। साग पनि मजाले फलेको रहेछ र हामी चाहिँ सिमल तरुल खन्न गएको। त्यसो भएर सिमल तरुलतिर लाग्यौँ। सिमल तरुल खोज्थ्यौँ त सिमल तरुल चाहिँ काटिएछ। त्यति भए पनि काटेर भए पनि अनि लिएर घरतिर आयौँ। अघि सुकाएको सामानहरू चाहिँ फ्रिजमा राखिदिए। चुला नि सफा भयो, फ्रिज पनि सफा भयो। त्यस पछाडि दाललाई चाहिँ गुई गर्दै पिस्दै छु है साथीहरू। प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला।